नमस्कार। नेपालको लोकतन्त्रको इन्जिन भनेकै राजनीतिक दलहरू हुन्, होइन त? तर यी दलहरू आखिर बन्छन् कसरी? यिनीहरूले गर्छन् के? अनि यिनीहरू यति धेरै महत्त्वपूर्ण किन छन्? ल, आउनुहोस्, आज यही विषयमा अलिकति गहिरिएर कुरा गरौँ। एउटा प्रश्नबाट सुरु गरौँ न है। के एउटा व्यक्तिको आवाजले साँच्चैकै फरक पार्न सक्छ र? सोच्नुस् त, एउटा भोट, एउटा विचार, के देशको यत्रो ठूलो चित्रमा त्यसको साँच्चै कुनै अर्थ हुन्छ होला? र यसको जवाफ हो बिल्कुल सक्छ। तर हो, एउटा शर्त छ। त्यो आवाज एक्लो हुनु भएन। जब त्यही एउटा आवाजसँग हजारौं लाखौं अरू आवाजहरू जोडिन्छन्, एउटै उद्देश्यका लागि सङ्गठित हुन्छन्, हो, तब त्यसले देशलाई नै बदल्ने शक्ति राख्छ। अनि यही सङ्गठित आवाजलाई नै त हामी भन्छौं राजनीतिक दल। ल, त्यसो भए आज हामी के कुरा गर्छौं त? हामी यी दलहरूको जगदेखि सुरु गरेर भविष्यसम्मै पुग्छौं। जस्तो कि दलहरू आखिर किन चाहियो, नेपालमा यिनीहरूको यात्रा कस्तो रह्यो, यिनीहरू बन्छन् कसरी, गर्छन् के, अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, देशको भविष्यका लागि यिनीहरूको चुनौती चाहिँ के हो, सबै हेर्छौं। ल, सुरु गरौँ पहिलो खण्डबाट। अब इतिहासका पाना पल्टाउनु वा संविधानका धाराहरू हेर्नुभन्दा पनि अगाडि एउटा एकदमै आधारभूत प्रश्नको जवाफ खोजौँ न। आखिर हामीलाई राजनीतिक दलहरू चाहियो नै किन? के दल बिना देश चल्दैन र? एकदमै सरल भाषामा भन्नुपर्दा राजनीतिक दल भनेको के हो त भन्दा एउटै विचार, एउटै सिद्धान्त र एउटै लक्ष्य बोकेका मानिसहरूको एउटा सङ्गठित समूह हो। यो यत्तिकै जम्मा भएको भिड चाहिँ होइन है। यो त एउटा यस्तो स्ट्रक्चर हो जसको एकदमै स्पष्ट उद्देश्य हुन्छ। त्यो हो शासनमा पुग्ने अनि आफ्ना नीतिहरू लागू गर्ने। लोकतन्त्रमा दलहरूले जनता र सरकार बीचको पुलको काम गर्छन्। भनौँ न, उनीहरू चुनावमा आफ्ना एजेन्डा, आफ्ना कार्यक्रमहरू लिएर जनतामा जान्छन्, अनि जब मानिसहरूले उनीहरूलाई भोट दिन्छन्, तब उनीहरूले शासन गर्ने अधिकार पाउँछन्। हो, यही जनताबाट पाएको स्वीकृतिलाई नै राजनीतिक भाषामा वैधता वा लेजिटिमेसी भनिन्छ। ल, अब लागौँ नेपालकै आफ्नै कथातिर। हेर्नुस्, नेपालमा राजनीतिक दलहरूको इतिहास कुनै सामान्य कथा जस्तो छैन। यो त राणा शासन, पञ्चायत र निरङ्कुशता विरुद्ध जनताको अधिकारका लागि लडेको दशकौं लामो सङ्घर्षको एउटा महागाथा हो। यो समयरेखालाई एकचोटि हेरौँ त। यसले नेपालको पूरै राजनीतिक उथलपुथलको कथा भन्छ। 1993 सालमा पहिलो दल प्रजा परिषद गोप्य रूपमा स्थापना भयो। त्यसपछि 2007 सालमा यिनै दलहरूको सङ्घर्षले राणा शासन ढल्यो। तर कथामा ट्विस्ट आयो 2017 सालमा, जब दलहरूमाथि प्रतिबन्ध लाग्यो र एक किसिमले भन्दा अँध्यारो युग सुरु भयो। तैपनि दलहरू रोकिएनन्। प्रतिबन्धित अवस्थामै भूमिगत रूपमा सङ्घर्ष जारी राखे र त्यसकै परिणाम थियो 2046 सालको जनआन्दोलन। अनि अन्ततः 2062-63 मा फेरि दलहरूकै नेतृत्वमा भएको आन्दोलनले देशमा गणतन्त्र स्थापना गर्यो। भनेपछि हरेक महत्त्वपूर्ण मोडमा दलहरू नै परिवर्तनको केन्द्रमा रहेछन्। खैर, त्यो त भयो इतिहासको कुरा। तर त्यो लामो सङ्घर्षपछि आजको जुन नेपाल बनेको छ, यहाँ एउटा राजनीतिक दल खोल्न के गर्नुपर्छ त? हाम्रो संविधानले के कस्ता नियमहरू बनाएको छ? ल, अब यसबारेको कानुनी पक्ष पनि हेरौँ। दल खोल्नको लागि पहिलो र सबैभन्दा आधारभूत नियम के हो भने, हरेक दल निर्वाचन आयोगमा दर्ता हुनैपर्छ। दर्ता भएपछि मात्र त्यसले कानुनी मान्यता पाउँछ। तर यहाँ एउटा एकदमै महत्त्वपूर्ण शर्त पनि छ। त्यो के हो भने, राष्ट्रिय एकतालाई खतरामा पार्ने गरी अथवा कुनै पनि धार्मिक वा साम्प्रदायिक सद्भाव बिथोल्ने गरी दल खोल्न चाहिँ पाइँदैन। यहाँ एउटा रोचक कुरा के छ भने, हाम्रो संविधानले देशमा मात्रै लोकतन्त्र खोजेको छैन, दलभित्रै पनि लोकतन्त्र अनिवार्य गरेको छ। यसका लागि 3वटा मुख्य आधार तोकिएको छ। पहिलो, दलको आफ्नै विधान वा कन्स्टिट्युसन लोकतान्त्रिक हुनु पर्यो। दोस्रो, हरेक 5-5 वर्षमा नेतृत्व छान्नलाई आन्तरिक चुनाव हुनै पर्यो, ताकि दलभित्र तानाशाही नहोस्। अनि तेस्रो, दलका समितिहरूमा सबै समुदायको समावेशी प्रतिनिधित्व हुनै पर्छ, ताकि दल साँच्चै नै सबैको साझा बनोस्। ल, दलहरू कसरी दर्ता हुन्छन् भन्ने कुरा त बुझ्यो। तर दर्ता भएर मात्रै त भएन, होइन र? अब लागौँ सबैभन्दा महत्त्वपूर्ण प्रश्नतिर। आखिर यी दलहरूको काम चाहिँ के हो? यिनीहरूको खास भूमिका र जिम्मेवारी के हुन्छन् त? राजनीतिक दलका खासमा 2वटा मुख्य काम हुन्छन्। पहिलो काम हो जनताको आवाज बन्ने,
अर्थात् समाजमा भएका विभिन्न माग, समस्या र चाहनाहरूलाई एकै ठाउँमा ल्याउने र त्यसलाई सङ्गठित रूपमा उठाउने। यसलाई हित अभिव्यक्ति भनिन्छ। अनि दोस्रो काम हो त्यो आवाजलाई काममा बदल्ने। मतलब चुनाव जितेपछि ती सबै मागहरूलाई नीति, कानून र विकासका कार्यक्रमहरू बनाएर लागू गर्ने। यसलाई चाहिँ हित समूहीकरण भनिन्छ। अब यी दुईवटा मुख्य काम बाहेक पनि दलहरूको जिम्मेवारीको दायरा निकै फराकिलो छ। जस्तै देशमा कानूनी शासन स्थापना गर्ने भन्नुको मतलब कानून सबैका लागि बराबर हो भन्ने कुरा सुनिश्चित गर्ने। त्यस्तै महिला, दलित र अल्पसंख्यक जस्ता समुदायलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिने अनि जनताको इच्छा अनुसार नयाँ कानूनहरू बनाउने। यी सबै दायित्व दलहरूकै काँधमा आउँछ। ल, अहिलेसम्म हामीले दलको इतिहास, बन्ने नियम र भूमिकाबारे कुरा गर्यौं। अब यी सबै कुरालाई जोडेर अन्तिम तर सबैभन्दा महत्त्वपूर्ण खण्डतिर लागौं। त्यो हो अब अगाडिको बाटो कस्तो छ त? नेपालको सुशासन र राजनीतिक भविष्यका मुख्य चुनौतीहरू के हुन्? यो एउटा तितो तर एकदमै महत्त्वपूर्ण सत्य हो। कुनै पनि देशको स्थिरता र प्रगति त्यो देशका राजनीतिक दलहरूको प्रदर्शन र निष्ठामा सिधै निर्भर हुन्छ। यदि दलहरू स्वस्थ छन्, जिम्मेवार छन्, निष्ठावान छन् भने देश अगाडि बढ्छ। तर यदि दलहरू नै बिरामी छन् भने देश पनि बिरामी पर्छ। सोझो भाषामा भन्दा देशको स्वास्थ्य दलहरूको स्वास्थ्यसँगै जोडिएको हुन्छ। र अन्त्यमा यो एउटा भनाइमा ध्यान दिउँ जसले आजको राजनीतिको सार खिच्छ। आजको सबैभन्दा ठूलो आवश्यकता भनेको यस्तो राजनीतिक प्रणाली हो जसको केन्द्रमा व्यक्तिगत वा दलीय स्वार्थ होइन, बरु राष्ट्रिय स्वार्थ होस्। सायद नेपालका राजनीतिक दलहरूका लागि सबैभन्दा ठूलो लक्ष्य अनि सबैभन्दा कठिन चुनौती यही नै हो।